हे राम्री रहेछु फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा घरमा हिँड्दाखेरि यस्तै हो। अब गाई बस्तुहरू हुन्छन्, गाई बस्तुहरू यसरी गोठामा अब गाईको बच्चा गाईको के भन्छ बच्चालाई बाछो यहाँ छ। अब यहाँ चाहिँ अब दाउरा साउरा, किनभने ठाउँ ठन्डा हो अनि दाउरा साउराको इन्तजाम गरेर हुन्छ। उसले बाछोले आमालाई बोलाएको हो। यसरी घरहरू बनाएका हुन्छन्, फुलहरू लगाएका हुन्छन्। यो बाहिर जस्ता लगाए पनि भित्र काठ हुन्छ, एकदम राम्रो। यसरी रमाइलो छ। हामी चाहिँ यसो घुम्दै गाउँघर कस्तो हुँदो रहेछ भनेर। हामीहरू चाहिँ काठमाडौँबाट आएको अनि झापामा पनि थियो। गर्मीले त्यहाँ 1 मिनट बस्न नसकेर यता लागेको। त्यही त यहीँ त झन्डै गर्मी छ भनेपछि अनि यसरी आउँदैछौँ। यसरी घरहरू, गाउँहरू, बस्तीहरू रमाइलो छ। र हामीहरू चाहिँ तल हेर्नु घरहरू छन्, यता छन्, माथि छन्। डाक्टर रामप्रसाद उप्रेती भन्नु, राम उप्रेती भनेपछि भेट्नुहुन्छ। म मेडिकल डक्टर हो, टिचिङ हस्पिटलमा थिएँ पहिला, त्यहाँको चिफ भएर पनि मेडिकल कलेजमा काम गरेको। युट्युबहरूतिर हेर्नुभएको होला तपाईँले कतै न कतै। ल हस् ल एकदम। अनि यसरी अब तलहरू यस्तो घरहरू, यस्तो टारहरू, यस्तो मकै खेती, चिया खेती, अन्य तरकारी सागसब्जीहरू सबै अर्ग्यानिक। काँक्रो त यहाँको खानुभयो भने कति मिठो हुन्छ। पहाडको हरियो काँक्रो नि एकदमै मिठो। अनि यहाँबाट 1.5 घन्टा 2 घन्टा हिँड्दाखेरि दार्जिलिङ सिक्किमतिरै पुगिने यस्तो बाटोहरू पनि रहेछन्। गाडीमा गए पनि भयो। सबै कुराको सुविधा भएको यस ठाउँबाट चाहिँ एकदम राम्रो लाग्छ, खुसी पनि लाग्छ। हिँड्दाखेरि स्वास्थ्य पनि राम्रो अनि रमाइलो पनि हुने, मानसिक रूपमा पनि आनन्द, शारीरिक रूपमा पनि आनन्द, आर्थिक रूपमा पनि झन् आनन्द। किनभने थोरै पैसामा एउटा सानो आफ्नो सेटअपै भइहाल्छ। अनि थुप्रै पैसा खर्च गरेर ऋण काटेर ब्याङ्कको लोन लिएर गर्मी ठाउँमा बस्नुभन्दा अलिकति थोरै पैसामा जीविकोपार्जन गर्ने गरेर बस्नको लागि चाहिँ हो भने यस्तै ठाउँहरू रोज्नु चाहिँ राम्रो हो कि जस्तो कता मनमा लाग्ने। बस्न पनि सजिलो, बाटो त सबै पिचै भएर ल्याइसकेको छ। उताबाट हामी त भिरबाट आयौँ, यसरी आउने हो भने त गाडी नै आउँछ, पिचै भइसकेको छ नि यसरी त बाटो त यस्तो खालको छ। यसरी हाम्रा टिमहरू अब पिच रोड देखे अब लड्दैन होला भन्ने लाग्छ। अब हेर्दै जाउँ। अब यसरी हामी यहाँ आइपुगेका छौँ। यहाँबाट हामी नेपाल आमाको जय होस् भन्न चाहन्छौँ र संसारभरि रहेका नेपालीहरूमा हामी अभिवादन गर्दै सुख शान्ति र समृद्धिको कामना पनि गर्न चाहन्छौँ। नेपाल आमाको जय होस्, जय पृथ्वीपथ। अब घुम्दै छौँ। घुम्दै जाँदाखेरि पिच रोड पनि भेटिएको छ। पिच रोडै आउँछ, बाटो नै आउँछ आनन्दसँग। घरहरू पनि राम्रोसँग मानिसहरूले बनाउनु पनि भएको छ। आफ्नो गच्छेअनुसार, आफ्नो क्यापासिटी अनुसार मान्छेहरू बसिराख्नु भएको छ। बस्नको लागि चाहिँ असाध्यै सुन्दर ठाउँ छ। र हामीहरू चाहिँ अब यतातिर पनि यसो आउँदैछौँ, कस्तो छ बसाइ के छ यस्तो खालको पनि। पिच रोड पनि बनेको, यस्तो खालका कुराहरू पनि छन्। र फेरि माथिको भ्यू देखाइदिन्छु। माथि चिया बगानको भइहाल्यो, सबैतिर चिया बगान नै हुन्छ, प्लस अरू खेती पनि हुन्छ हैन, अरू खेती पनि हुन्छ। यस्तै छ। यो चाहिँ तारगाउँ हरकटे इलाम अलिकति त्यो हरकटे चोकबाट यसो पूर्वतिर ओह्रालोतिर झर्नुपर्छ।
आउने बित्तिकै सुनसान एकदम पोल्युसन छैन, केही छैन, प्राकृतिक मनोरम दृश्य छ। यस ठाउँबाट फेरि पनि सबैमा नमन गर्न चाहन्छु, अभिवादन गर्न चाहन्छु। अब घुम्दै छौँ। घुम्दै जाँदाखेरि पिच रोड पनि भेटिएको छ। पिच रोडै आउँछ, बाटो नै आउँछ आनन्दसँग। घरहरू पनि राम्रोसँग मानिसहरूले बनाउनु पनि भएको छ। आफ्नो आफ्नो गच्छेअनुसार, आफ्नो आफ्नो क्यापासिटी अनुसार मान्छेहरू बसिराख्नु भएको छ। बस्नको लागि चाहिँ असाध्यै सुन्दर ठाउँ छ। र हामीहरू चाहिँ अब यतातिर पनि यसो आउँदैछौँ, कस्तो छ बसाइ के छ यस्तो खालको पनि। पिच रोड पनि बनेको, यस्तो खालका कुराहरू पनि छन्। र फेरि माथिको भ्यू देखाइदिन्छु। माथि चिया बगानको भइहाल्यो, सबैतिर चिया बगान नै हुन्छ, प्लस अरू खेती पनि हुन्छ हैन, अरू खेती पनि हुन्छ। यस्तै छ। यो चाहिँ तारगाउँ हरकटे इलाम अलिकति त्यो हरकटे चोकबाट यसो पूर्वतिर ओह्रालोतिर झर्नुपर्छ। आउने बित्तिकै सुनसान एकदम पोल्युसन छैन, केही छैन, प्राकृतिक मनोरम दृश्य छ। यस ठाउँबाट फेरि पनि सबैमा नमन गर्न चाहन्छु, अभिवादन गर्न चाहन्छु। हामी चाहिँ इलाम हरकटे तारगाउँमा छौँ र यहाँ चाहिँ हाम्रो आफन्तहरूकै एउटा चाहिँ होमस्टे जस्तो पनि बनाएको रहेछ। हाम्रो सन्देश बाबु अनि सन्देश बाबु भावना बास्कोटा यिनीहरू रहेछन्। यिनीहरू चाहिँ मेरो बुहारीको भाइ नै हो। यसरी हामी अहिले चाहिँ बिहानी मर्निङ वाकमा हिँडेका छौँ। यहाँको वेदर चाहिँ एकदमै पर्फेक्ट एयर कन्डिसनमा बसे जस्तो छ। दृश्यहरू एकदमै राम्रा छन्। अब यसरी यो यतापट्टि यसरी हेर्दै गयो भने बोट बिरुवाहरू छन्, यतापट्टि चिया बगानहरू छ। यसो ओर्लिँदै गयो, गाउँघरहरू पनि छन्, बाटो पनि आएको छ, पानीको सुविधा छ। सबै दृष्टिकोणले झापाबाट एकैछिनमा आइपुगिहालिन्छ। झापाको गर्मी भएको बेलामा यसो यहाँ आएर बस्नु चाहिँ बुद्धिमत्ता हुन्छ कि भन्ने लाग्छ। किनभने यो ठाउँै सुन्दर छ, ठन्डा छ। त्यसकारण अब यहाँदेखि प्लान गर्दै जाने हो भने झापाबाट यसो एकछिन ड्राइभ गऱ्यो, आयो यहाँ यसो बस्यो, यसो अलिकति 1 कट्ठा जति जग्गा लिएर एउटा सानो कटेज जस्तो बनाउन सकियो भने बस्नका लागि, गर्मी छल्नका लागि चाहिँ सुन्दर छ। अरू बेला पनि होमस्टे भइहाल्छ। बाहिरतिरको शब्दै भन्ने हो भने चाहिँ अब एयरबिएनबीहरू पनि गर्न सकिने भयो। किनभने तेह्रथुमको आठाईमा पनि हाम्रो जग्गा जमिनहरू, बगैँचाहरू सबै छ। र तेह्रथुमको आठाई हाम्रो घरबाट, हाम्रो एरियाबाट अगाडिपट्टि ठ्याक्कै कुम्भकर्ण हिमाल देखिन्छ। तल काबेली बक्सिन पाथिभरा देवी त्यहीँ छन्। यहाँबाट 2-3 घन्टाको ड्राइभमा पुगि नै हालिन्छ। त्यसकारण यो ठाउँमा आउनु चाहिँ एकदमै बुद्धिमत्ता देखियो। हाम्रा चाहिँ सबै चेलीबेटीहरू, सबै हाम्रा आफन्तजनहरू अहिले हामीसँग घुम्दैछन्। लक्ष्मीलाई पनि ठाउँ राम्रो लाग्यो, मर्निङ वक गर्नलाई पनि। भावना विद्याहरूले हामीलाई घुमाउँदैछन्। हाम्रो चाहिँ जय साहब चाहिँ अहिले बजारमा एकैछिन पुगेर आउँछु भनेर जानुभएको छ, आउनुहुन्छ। र यस्तो खालको दृश्य देखिन्छ। यो चाहिँ रियल दृश्य हो। यो चाहिँ माथि हरकटे बजारभन्दा धेरै टाढा छैन, अलिकति ओरा आउनुपर्छ। सहरमै बस्दा बरु अलिकति गाडीको आवाजहरू, पोल्युसनहरू आदिउदी होला। यतातिर चाहिँ त्यो पनि छैन। प्रकृतिमै बस्ने हो, पुरा प्रकृतिमा बस्ने। तर गाउँघरहरूको छ, बस्ती छ, असाध्यै सुन्दर। अनि यहाँबाट पुरै दार्जिलिङहरू उता खरसाङ सबै देखिन्छ बिहान उज्यालोमा। यस्तो खालको ठाउँमा आज मर्निङ वक भइरहेछ। र दाजुभाइ दिदीबहिनीहरूलाई, विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई पनि नेपालमा यसो केही अलिकति लिउँ न त हौ भन्ने रहर लाग्यो भने अन्त जता भए पनि हरकटे भन्ने ठाउँमा चाहिँ 5 धुर 1 कट्ठा 2 कट्ठा 3 कट्ठा धेरै पनि छैन। कट्ठामा अब त्यही 2-3 लाख रुपियाँ 3-4 लाख रुपियाँ पर्ने हो कट्ठाको। अनि एउटा सानो 4-5 लाख रुपियाँमा सानो रिसोर्ट जस्तो बनिहाल्दो रहेछ। 5-10 लाख रुपियाँ खर्च गर्ने हो भने बाफिएर भुतुक्कै भएर झापातिर मोरुङतिर बस्नुभन्दा हरकटेमा आएर एकै दिन बस्दा पनि मजा आउँछ है। यो कुरा चाहिँ हामीले प्र्याक्टिकल्ली
देख्यौँ। अब यतातिर चाहिँ अब जे कुरा पनि अर्ग्यानिक सबै थोक पाउँछ। चियाका मुनाहरू आइरहेछन् यसरी। चिया बगान छ। अब यो चाहिँ व्यक्ति विशेषको चिया बगान हो, लगाउन पाइने रहेछ। अब हाम्रा मातृशक्ति चाहिँ पाहाडतिर हिँडेको बानी नभएको हुनाले कता पाइला राख्ने कता के गर्ने भन्नुहुन्छ। बेला बेला यसो लड्नु पनि हुन्छ। समातेर एउटा चाहिँ उहाँहरूलाई चाहिँ रेस्क्यु गर्नलाई यहाँ जसले रेस्क्यु गर्नुपर्ने हो उहाँ चाहिँ पहिला लड्नुहुन्छ। यसरी हामी मर्निङ वाक गर्दैछौँ। यहाँ पितृशक्ति पनि लडेको अवस्था हुन्छ बेला बेलामा, किनभने बानी छैन पाहाडमा हिँड्ने। यसरी झारमा टेक्नुपर्छ भनेर विद्यालय सिकाउँदैछन्। अनि लक्ष्मीलाई पनि त्यसरी पाहाडको बाटोमा सिकाउँदैछन्। भावनाले पनि समातेकी छन्। उहाँ भर्खरै लडेको अवस्था हो। भर्खरै लडेको अवस्था हो। यसरी भावना बाँसकोटा हुन् हाम्री बुहारी भान्जी। अब यो चाहिँ लडेको अवस्था हो। यसरी हिँड्न जानिएन भने यसरी तर यहाँ लड्दाखेरि मान्छे हाँस्छन्, रुने कराउने हुँदैन। बाटो देखाउँदै थिइन् र यसरी चाहिँ यहाँ चाहिँ मुख्य देखाउने गाइड चाहिँ लडेको अवस्था छ अहिले। अब त्यसकारण यहाँ चाहिँ अलिकति विचार गर्नुपर्छ, किन पहाडी ठाउँ, अर्ग्यानिक ठाउँ, रमाइलो ठाउँ, अनि बानी नपर्ने मान्छेले यसो लड्ने ओर्ने यो चाहिँ कमन नै हुन्छ। त्यो चाहिँ विचार गर्नुपर्छ। हिँड्ने मान्छे लड्छ भन्छन्, सुत्ने मान्छे मर्छ भन्छन्। अहिले यतिकै अब 26 वर्ष त हुर्कायो भने अरू के छ र। अब म्याडम पनि बिस्तारै लड्ने विचार गर्दै हुनुहुन्छ होइन। अब यताबाट हामी उतै गयौँ भने फर्किन सक्दैनौँ। नानी हो, अब धेरै तल नजाउँ, फर्किन गाह्रो हुन्छ। ए ल, फेरि कोही लडेको ओरेको छ भने भन्दा हुन्छ है। हामी हर्कटे भन्दा अलिकति मुनतिर हर्कटेको प्रहरी बिटबाट अलिकति तलतिर आउँदाखेरि तार गाउँ आउँछ। हामी तार गाउँमा छौँ र तार गाउँमा हामी यो चाहिँ बिहानको मर्निङ वाक कस्तो हुँदो रहेछ त भन्दा उत्तिसका रुखहरू छन्, चिया बगान छन्, हरेक किसिमका तरकारीहरू छन्, हरेक किसिमको दृश्यहरू छन्। यस्तो रमाइलो छ। अलि तल गयो भने बाटो पनि आउँछ अरे। यो हिँड्दा चाहिँ म चाहिँ पाहाडमै जन्मेको हुनाले मलाई अन्दाज भइहाल्छ कहाँ टेक्ने कहाँ नटेक्ने भन्ने। अब पाहाडतिर नजन्मेको, पाहाडमा नि हाम्रो अर्को लडेको अवस्था हो। अरू दुईजना लडेको अवस्था छ, किनभने उहाँहरू मुख्य गाइड चाहिँ लडेको अवस्था हो। अब बिस्तारै उठ्नुपर्छ, यस्तै हो। मुख्य गाइडहरू लडेको अवस्था छ अहिले। यहाँ चाहिँ लड्ने ओर्ने यो चाहिँ कमन नै रहेछ। लडेरै जिउ साध्ने, डह्रो बनाउने योजना गर्दै हुनुहुन्छ। यसरी अब यहाँ मर्निङ वाक हिँड्ने यिनीहरूलाई पनि आउँदो रहेछ। सिक्दैछन् उनीहरू पनि। आएको 1 वर्ष मात्रै भयो, लड्दै पढ्दै सिक्दैछन्, लड्दै पढ्दै सिक्दैछन्। अब तिमी हिँड त, म हिँड्ने तरिका सिकाइदिन्छु। हिँड्ने तरिका यसरी हो। अब यहाँ मुख्य अब हिँड्ने तरिका सिकाउँदै हुनुहुन्छ। पहिला गरेर म उहाँ जान लाग्नु भयो, जानु पनि भयो। यही तरिकाले उहाँले हिँडाउनु भयो भने दिपाका सबै ती हातखुट्टाहरू कसो हुन्छन् सिकाउने मान्छे बर्लङ लड्न लाग्नुभयो। यस्तै खालको स्थिति छ। रमाइलोको लागि बनाएको यसो ब्लग बनाइदिउँ न, यसो एउटा चाहिँ हेर्नुहुन्छ नि साथीभाइहरूले फुर्सुदको टाइममा भनेर रमाइलोको लागि मात्रै हामी गर्दैछौँ, फर फन। अब मर्निङ वाक पनि भयो, रमाइलो पनि भयो, ठन्डा पनि भयो, गर्मी भएन। झापातिर मोरङतिर जुन गर्मी हुन्छ, विराटनगरतिर जुन गर्मी हुन्छ, सर्र गाडी ल्याउने। हर्कटेमा एउटा यस्तै खालको एउटा सानो 5-7 लाख रुपियाँ खर्च गर्न सक्नुभयो भने जस्तो खालको
तपाईँले चाहिँ जग्गामा भने जस्तो खालको सानो चिटिक्क परेको रिसोर्ट बनाउन सक्नुहुन्छ, कटेज बनाउन सक्नुहुन्छ। आयो बसो, अरू बेला पनि एयरबिएनबी गरे पनि भयो, होमस्टे गराए पनि भयो। अब यहाँ चियाबारीमा अलिकति रोमान्टिक मुड आए जस्तो छ। बुहारीको लडाइँ पुगेन उनको, त्यो भएको लड्यो भने बोट भाँचिन्छ। यस्तै छ। यसरी हामी तल जाँदैछौँ, कहाँसम्म लान्छन् भन्ने कुरो थाहा छैन। आहा लु हेर्नु यहाँबाट भ्यू, यहाँबाट भ्यू हेर्नु। यस्तो खालको छ, केरा सेरा यस्तो सबै चराचुरुङ्गीको आवाज। पोल्युसन फ्री जोन हो यो। घरहरू पुराना स्टाइलका घरहरू मजाले मान्छेले बसेका छन्, बाँसगाडीहरू छन्, जता हेऱ्यो त्यतै रमाइलो छ। उहाँ अहिले लडेको अवस्था हो, उहाँ लडेको अवस्था हो। अलिकति हिँड्न जानिएन भने चाहिँ पुर्लुक लडिन्छ। त्यस कारण यो कुरा चाहिँ मध्यनजर गर्नु होला। अब उहाँ आफू लड्नुहुन्न, अरूलाई पनि 2-3 जनालाई तान्नुहुन्छ फेरि। अब हामीले मुख्य बाटो झन्डै भेट्नु, उहाँ लडेको अवस्था यसरी पुर्लुक लडेको अवस्था छ। अब उहाँलाई तानेर उठाउनु पर्ने हुन्छ। जसले उठाउने ऊ आफै लडेको, 3जना लडेको अवस्था। यो चाहिँ जान्नु पर्यो बाटोमा हिँड्नलाई। यो चाहिँ लडेको अवस्था छ। पहाडमा हिँड्नलाई जान्नु पर्यो। हात टेकेर हिँड्दै हुनुहुन्छ उहाँ, हात टेकेर हिँड्दै हुनुहुन्छ। बल्ल बाटोमा आइपुगिएको छ। बहुत रमाइलो, धेरै रमाइलो छ। यस्तै खालको छ। तारगाउँ हरकटे इलाम एकदम ठन्डा छ, हेर्दा राम्रो, भ्यू राम्रो। अब हामी बाटोमा आइपुग्यौँ। अब अहिले हामी बाटोमा आइपुगेको अवस्था हो। यसरी सजिलो आयो। म त लड्दिनँ, पहाडमा हुर्केको लड्ने कुरै। अब के भयो। अब म त पहाडमै जन्मेको, पहाडमा म त लड्ने कुरै छैन। म पहाड तेह्रथुम 8 युवा 4मा जन्मेको मान्छे। म लड्ने भन्ने कुरै छैन। आँखा चिम्लेर पनि हिँडिदिन्छु म यस्तोमा। र यस्तै छ, रमाइलो छ। र यस ठाउँबाट यो तारगाउँ हरकटे इलामबाट स्वदेशमा रहनुभएका, विदेशमा रहनुभएका सबै दाजुभाइ दिदीबहिनीहरूलाई नमन गर्न चाहन्छु। तपाईँको दिन राम्रो रहोस्। सबै नेपालीको मन एकीकरण होस्। हामी सबै नेपाली सुख शान्ति र समृद्धिमा बस्न पाऊँ। नेपाल आमाको जय होस्। जय पृथ्वी, नेपाल आमाको जय भन त एकचोटि सबैले। यता फर्केर नेपाल आमाको जय, जय पृथ्वी पथ। घरमा हिँड्दाखेरि यस्तै हो। अब गाई बस्तुहरू हुन्छन्, गाई बस्तुहरू यसरी गोठामा। अब गाईको बच्चा, गाईको के भन्छ बच्चालाई, बाछो यहाँ छ। अब यहाँ चाहिँ अब दाउरा साउरा, किनभने ठाउँ ठन्डा हो, अनि दाउरा साउराको इन्तजाम गरेर हुन्छ। उसले बाछोले आमालाई बोलाएको हो। यसरी घरहरू बनाएका हुन्छन्, फुलहरू लगाएका हुन्छन्। यो बाहिर जस्ता लगाए पनि भित्र काठ हुन्छ, एकदम राम्रो। यसरी रमाइलो छ। हामी चाहिँ यसो घुम्दै गाउँघर कस्तो हुँदो रहेछ भनेर। हामीहरू चाहिँ काठमाडौँबाट आएको, अनि झापामा पनि थियो। गर्मीले त्यहाँ 1 मिनट बस्न नसकेर यता लागेको। त्यही त, यहीँ त झन्डै गर्मी छ भनेपछि। अनि यसरी आउँदैछौँ। यसरी घरहरू, गाउँहरू, बस्तीहरू रमाइलो छ। र हामीहरू चाहिँ तल हेर्नु, घरहरू छन्, यता छन्, माथि छन्। डाक्टर रामप्रसाद उप्रेती भन्नु, राम उप्रेती भनेपछि भेट्नुहुन्छ। म मेडिकल डक्टर हो। टिचिङ हस्पिटलमा थिएँ पहिला, त्यहाँको चिफ भएर पनि मेडिकल कलेजमा काम गरेको। युट्युबहरूतिर हेर्नुभएको होला तपाईँले कतै न कतै। ल हस् एकदम। अनि यसरी अब तलहरू यस्तो घरहरू, यस्तो टारहरू, यस्तो मकै खेती, चिया खेती, अन्य तरकारी सागसब्जीहरू सबै अर्ग्यानिक। काँक्रो त यहाँको खानुभयो भने कति मिठो हुन्छ। पहाडको हरियो काँक्रो नि, एकदमै मिठो। अनि यहाँबाट 1.5 घन्टा 2 घन्टा हिँड्दाखेरि दार्जिलिङ सिक्किमतिरै पुगिने यस्तो बाटोहरू पनि रहेछन्। गाडीमा गए पनि भयो। सबै कुराको सुविधा भएको यस ठाउँबाट चाहिँ एकदम राम्रो लाग्छ।
खुसी पनि लाग्छ, हिँड्दाखेरि स्वास्थ्य पनि राम्रो अनि रमाइलो पनि हुने, मानसिक रूपमा पनि आनन्द, शारीरिक रूपमा पनि आनन्द, आर्थिक रूपमा पनि झन् आनन्द। किनभने थोरै पैसामा एउटा सानो आफ्नो सेटअपै भइहाल्छ। अनि थुप्रै पैसा खर्च गरेर ऋण काटेर ब्याङ्कको लोन लिएर गर्मी ठाउँमा बस्नुभन्दा अलिकति थोरै पैसामा जीविकोपार्जन गर्ने गरेर बस्नको लागि चाहिँ हो भने यस्तै यस्तै ठाउँहरू रोज्नु चाहिँ राम्रो हो कि जस्तो कता कता मनमा लाग्ने। बस्न पनि सजिलो, बाटो त सबै पिचै भएर ल्याइसकेको छ। उताबाट हामी त भिरबाट आयौँ, यसरी आउने हो भने त गाडी नै आउँछ, पिचै भइसकेको छ नि यसरी त बाटो त यस्तो खालको छ। यसरी हाम्रा टिमहरू अब पिच रोड देखे अब लड्दैन होला भन्ने लाग्छ। अब हेर्दै जाउँ। अब यसरी हामी यहाँ आइपुगेका छौँ। यहाँबाट हामी नेपाल आमाको जय होस् भन्न चाहन्छौँ र संसारभरि रहेका नेपालीहरूमा हामी अभिवादन गर्दै सुख शान्ति र समृद्धिको कामना पनि गर्न चाहन्छौँ। नेपाल आमाको जय होस्, जय पृथ्वीपथ। अलिअलि आइडिया लगाएर पानी आएकै छ। पानी भएका ठाउँमा आफ्नै घरमा चाहिँ यसो एउटा सानो पोखरी बनाएर यसरी माछा पाल्दाखेरि पनि रमाइलो हुन्छ हेर्नको लागि। माछाहरू प्रशस्त माछाहरू, मजाले माछाहरू ल हेर्नु। त्यसमा धेरै केही गरेकै छ भने अलिकति जग्गा यसो घेरेर बनाएको छ, तर माछा त कति हेर्दा पनि राम्रो, पानीको आवाज सुन्दा पनि राम्रो, यस्तो खालको रमाइलो रहेछ हौ यहाँ। एकदमै रमाइलो। माछाहरू पनि छन् यसरी, माछाहरू ठुल्ठुला माछा यसरी खेलिरहेको छ वरिपरि माछा। घरको एउटा आफ्नै आँगनमा सानो पोखरी बनाएर पानीको सो धारा लगाएर यस्तो खालको माछा पोखरी पनि यहाँ देखिन्छ। धुपीका रुखहरू देखिन्छन्, घरहरू देखिन्छन्। यस्तै यस्तै ठाउँमा छौँ हामीहरू। यहाँ बाहिर बस्ने प्रायः एउटा सुराडी राखेर एउटा खाटमा, यो हाम्रो पहाडतिरको, विशेष गरी पहाडतिरको चलन हो। घरहरू चाहिँ प्रायः डिजाइनदार हुन्छन्, बाहिर जस्ता भए पनि भित्र काठले गरेको हुन्छ। बडा रमाइलो ठाउँमा छौँ। अब कता हो के हो बाबु, खोइ हाम्रा मान्छे कता गए? तल तल गए अरे। यसरी चाहिँ अब कता हो के हो हामी त आउँदैछौँ। सो हेऱ्यो होइन, हुन्छ ल एकदमै राम्रो। यहाँ पानी बगिराखेको। अब यहाँ चाहिँ हस्, थ्याङ्क यू सो मच। यहाँ कसको ठाउँमा ल्यायो नानी, को हो के हो चिन्जान गराऊ। हजुर, वडा अध्यक्ष नै हो तपाईँ? शुभ नाम के पर्यो? ल एकदमै। म डाक्टर रामप्रसाद उप्रेती, म चाहिँ टिचिङ हस्पिटलमै थिएँ, अहिले चाहिँ रिटायर भएर यसै अब यताउति हिँड्दै आफ्नै मुलुकको चाहिँ प्रमोसन गरौँ। नमस्कारै हजुर। यसरी हामी हिँड्दैछौँ। अहिले हामी यो तार गाउँ होइन, तार गाउँका वडा अध्यक्षज्यूको घरमा आइपुगेका छौँ। यो दोस्रो कार्यकाल हो र यो चाहिँ असाध्यै राम्रो। उहाँले चाहिँ यो आफ्नो घर एरियाहरू माछा पाल्नेदेखि लिएर घरका डिजाइनहरू बनाइदिनेदेखि लिएर नमुना गर्नुभएको छ। यो चाहिँ सबैले सिके हुन्छ, यो सबैले सिके हुन्छ। तपाईँलाई चौथो कार्यकालको लागि अग्रिम शुभकामना। ल यसरी चाहिँ हाम्रा मातृशक्तिहरू बाटोमा 8-10 खेप लडेको अवस्था हो। त्यति लडेर आइपुगे पनि हो। यसरी यो चाहिँ उहाँकै घरमा हामी आउन पायौँ। हजुरलाई चिन्जान हजुरसँग पनि गरौँ। हजुरसँग पनि चिन्जान गरौँ। दाजुभाइ ओके हस्। भनेपछि म चाहिँ डाक्टर रामप्रसाद उप्रेती, म मेडिकल कलेज टिचिङ हस्पिटलमा चिफ नै थिएँ धेरै वर्षसम्म। अहिले चाहिँ रिटायर भएर मुलुक घुम्ने, देख्ने, सबै अब हेर्ने, आफ्नो मुलुककै प्रमोसन गर्दै जाने भन्ने योजना अन्तर्गत हिँड्दैछु। बाफ्रे मैले भनिसकेको छु, यो ब्लगमा हालिदिन्छु। राम्रो, असाध्यै राम्रो। ल हामी वडाध्यक्षज्यूको घरमा, यो उहाँको दोस्रो काल चल्दैछ, तेस्रो चौथो पाँचौँ पनि चल्ने देखिन्छ। किनभने उहाँको आफ्नो यो जुन मेहनतहरू गरिराख्नु भएको छ सबै राम्रो छ, शुभकामना छ। हाम्रो मातृशक्तिलाई राम्रो नै लाग्यो होला, मन प्रसन्न भयो।